नमस्ते साथीहरू, हामी भने आज चाहिँ मछली खाने होइन, माछा ल्याउन जाँदैछ होइन। अनि हाम्रो अङ्कलजी धेरै शर्माउनुहुन्छ, के गर्नु, शर्माउनु चाहिँ धेरै शर्माउनुहुन्छ। र आज हामी मछली ल्याउन जाँदैछौँ, हजुरहरूलाई मछली पनि देखाउनेछौँ। ल गाइज, हामीहरू भने चाहिँ मछलीको दोकानमा चाहिँ पुगिसकेका छौँ र मैले अर्डर पनि दिइसकेँ। हामी चाहिँ दुईवटा हो र अनि मैले भने आधा किलो अङ्कलजी बनाइदिनु भनेर चाहिँ मैले अङ्कललाई भनेको थिएँ र उहाँले भने काट्दै हुनुहुन्छ। र यता अङ्कललाई पनि सोधेको थिएँ, अङ्कल हजुर पनि लग्नुहुन्छ कि हुन्न भनेको थिएँ, तर उहाँले भन्नुभयो पर्तिज म चाहिँ मछली खाँदैन, म चाहिँ मिट लग्छु मुर्गाको भन्दै हुनुहुन्थ्यो। र उहाँले भने चाहिँ लग्नु भएन। हामी चाहिँ फेरि मिटको दोकानमा गयौँ र उहाँ पनि जाँदै हुनुहुन्छ र उहाँले अर्डर दिएर चाहिँ लाइनमा लाग्नु भएको थियो र मैले पनि चाहिँ यता साइडमा चाहिँ गलेको थिएँ र म भने हजुरलाई भन्दैछु मैले पनि आधा किलो मछली लिएँ भनेर। अनि आजको चाहिँ यति नै हो, हामी हजुरहरूसँगै नेक्स्ट भिडियोमा मिल्नेछौँ।